नमस्कार साथीहरू, स्वागत छ तपाईलाई मेरो युट्युब च्यानलमा। आजको भिडियोमा हामी कुरा गर्नेछौँ तपाईको लङ भिडियो किन भाइरल हुँदैन भनेर। मुख्य मुद्दाहरू यस प्रकारको रहेको छ। भ्यू नआउनुको कारण, युट्युब एल्गोरिदम कसरी काम गर्छ, लङ भिडियोमा के गल्ती हुन्छ, समाधान र इम्प्रुभमेन्ट टिप्स। पार्ट नम्बर 1, दर्शक किन छिट्टै बाहिरिन्छन्। तपाईले 10 मिनेट भन्दा लामो भिडियो बनाउनु भयो तर भ्यू आउँदैन। यसको मुख्य कारण हो भ्युअर्स रिटेसन नहुनु। दर्शकलाई सुरुको 15 सेकेन्डमै भिडियो बोर लाग्यो भने उनीहरू भिडियो छोड्दिन्छन्। समाधान के हो त? भिडियोको सुरुमा एटेन्सन ग्र्याबिङ हुक राख्नुहोस्। मूल्यवान कुरा सुरुमा नै भन्नुहोस्। पार्ट नम्बर 2, थम्बनेल र टाइटल कमजोर हुनु। थम्बनेल मन नपरेको वा बोरिङ टाइटल भएकोले क्लिक नै हुँदैन। समाधान के हो त? आकर्षक थम्बनेल बनाउनुहोस्। टाइटलमा क्युरिसिटी वा सोलुसन राख्नुहोस्। जस्तै लङ भिडियो भाइरल नहुने 5 कारण भनेर यसरी टाइटल राख्ने। पार्ट नम्बर 3, एसइओ नहुँदा प्रमोसन कम हुन्छ। डिस्क्रिप्सन ट्याग ह्यासट्याग नहुँदा युट्युब एल्गोरिदम तपाईको भिडियो अरूलाई देखाउँदैन। समाधान के हो त? डिस्क्रिप्सनमा किवर्ड राख्नुहोस्, ह्यासट्याग प्रयोग गर्नुहोस्। युट्युब टिप्स नेपाल युट्युबर यसरी भनेर राख्नुहोस्। र पार्ट नम्बर 4 मा इन्गेजमेन्ट बढाउनुहोस्। अडियन्सलाई कमेन्ट, लाइक, सेयर गर्न आग्रह गर्नुहोस्। अब तपाईलाई थाहा भयो कि लङ भिडियो किन भाइरल हुँदैन भनेर। यदि यो भिडियो उपयोगी लाग्यो भने लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस् र हाम्रो च्यानललाई चाहिँ सब्स्क्राइब गर्न नबिर्सनु होला। धन्यवाद। फेरि अर्को यस्तै भिडियो लिएर आउनेछु भन्दै आजको लागि चाहिँ न्यू ब्लग युट्युब च्यानलबाट बिदा हुन चाहन्छु। हस्त नमस्ते, हैव अ गुड डे, बाई बाई।